आज मैले बनाइदिँदैछु मखना र ओट्सको खिर। त्यो सँगसँगै मैले त्यसमा थोरै आलमन्ड, काजु अनि पम्किन सिड पनि लिएको छु। त्यो सबैलाई एकै ठाउँमा राखेर एकछिन मजाले रोस्ट गरिदिएँ। मखना चाहिँ मैले बीचबाट काटेर लिएको छु किनभने यसमा बीचमा किरा हुनसक्छ। हजुरहरूले नि काटेर नै युज गर्नु होला। त्यसपछि त्यसलाई रोस्ट गरेर मिक्सरमा हालेर मजाले ग्राइन्ड गरिदिएँ। त्यसपछि त्यसलाई थोरै पानी राखेर एकछिन पकाएँ अनि त्यसमा मैले दुध एड गरिदिएँ। दुध चाहिँ मैले जहिले पनि लास्टमा नै एड गर्ने गरेको छु, फर्स्टमै दुधमा पकाउँदिनँ। अनि यो एकछिन मजाले सानो ग्यासमा पकाएपछि मजाले बबल आयो अनि यो रेडी भयो। यसमा चाहिँ मैले घिउ हाल्न बिर्सेको भएर लास्टमा घिउ राखेँ। त्यसपछि त्यसमा मैले 2टा केरा मजाले म्यास गरेर त्यो पनि एड गरिदिएको छु अनि रेडी भयो हाम्रो खाना। मेरो बाबुनानी चाहिँ एकदम एक्साइटेड भएर बसेका थिए कि खानाको लागि अनि उनीहरूले यति मजाले खाएका थिए नि। यो यस्तो देख्दा त फेरि एकदम जाँगर चलेर आउँछ खाना बनाउन पनि। हजुरहरू पनि आफ्नो बाबुनानीलाई यसरी बनाएर दिन सक्नुहुन्छ। यो 6 महिनाबाट नै दिन मिल्छ, तर यसमा दुध एड गर्न मिल्दैन गाई भैँसीको। हजुरहरू नि ट्राई गर्नुहोला। थ्याङ्क यू फर वाचिङ।